हेलो साथीहरू नमस्कार। हाम्रोमा चाहिँ यो ब्ल्याक कलरको लाइफ विटको लन्च ब्याग आएको छ र यसलाई अनबक्सिङ गर्दैछ मेरो सानो छोराले। ऊ एकदमै धेरै एक्साइटेड हुन्छ कि नयाँ सामान आएपछि, अनि उसले हेल्प गर्न पनि उसलाई एकदमै मनपर्छ। ऊ चाहिँ हेल्परै पनि हो मेरो, होइन। अनि उसलाई चाहिँ कस्तो मजा आउँछ नि, मैले सबै उसैले गर्न दिएको छु। उसले खोल्छ अनि देखाउँछु ल यसको सब फिचर्सको बारेमा भित्र। ओपन गर्यो सानोले। यो चाहिँ यस्तो राम्रो छ, भित्र पनि यस्तो तातो तातो रहिरहने अथवा चिसो पनि चिसो रहिरहने। अनि फराकिलो पनि चाहिँ गहिरो पनि रहेछ। यस्तो जिपरवाला भएको है। अनि यो चाहिँ लामो बोक्न मिल्ने पनि छ क्या, बोक्न मिल्ने पनि छ ह्यान्डल यसको। अनि त्यसपछि अगाडि पकेट छ, जुन पकेटमा चाहिँ फोनहरू अनि कारको साँचो राख्न पनि मिल्छ, होइन, लाइफ विटको। अनि त्यसपछि भित्र गहिरो यस्तो राम्रो छ, एक्स्ट्रा पानीहरू हालेर लैजान पनि मिल्यो लन्चको साथसाथै। अनि यता साइड पकेटमा पानी राख्ने अथवा जी राख्न पनि मिल्ने खाले दुईवटा पकेट पनि छ, जालीवाला पकेट, जुन चाहिँ पानीको लागि चाहिँ बेस्ट हुन्छ। अथवा पन्जा राख्नु पर्यो परे पनि हुनेछ। टक्कै यसरी क्लोजर भएको यस्तो सजिलो। अनि दुईवटा ह्यान्डल पनि र साथसाथै बोक्न मिल्नेवाला पनि छ क्या। यसमा चाहिँ रहेछ यो ब्याग, होइन, लन्च ब्याग। यदि यस्तो लन्च ब्याग खोजिरहनु भएको छ भनेदेखि मैले यो लन्च ब्याग डाइरेक्ट लिङ्क मैले एमाजोनबाट अर्डर गरेको हुँ। यसको डाइरेक्ट लिङ्क चाहिँ मैले तल डिस्क्रिप्सनमा राखेको छु। त्यो डिस्क्रिप्सनमा क्लिक गरेर पनि यस्तै लन्च ब्याग मगाउन सक्नुहुन्छ, अथवा अरू नै मगाउनु भयो भने त्यो लिङ्कमा क्लिक गरेर जान पनि सक्नुहुन्छ है। एज अ एमाजोन एसोसिएट सेन्ट्रल, होइन, मैले चाहिँ कमिसन पनि थोरै हुन्छ। यो लिङ्कबाट गएर कुनै पनि प्रडक्टहरू किनिदिनु भयो भने थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो भन्न चाहन्छु। बाई बाई। अनि लास्टसम्म ल मेरो कान्छो छोराले खोलेर हेरेर पुरै फिल गरिसक्यो अब।